सबैलाई नमस्कार। हामी फेरि एकपटक बाँदरको चर्चा गरौँ। म एउटा सानो उदाहरण राख्न चाहन्छु। खास गरी बाँदरहरू चाहिँ मान्छेसँग प्रतिशोध साध्नका लागि, मान्छेलाई दुःख दिनका निमित्त मात्रै बालीनालीमा घरमा आउने होइन रहेछ। बाँदरको आफ्नै खालका समस्याहरू पनि रहेछन् भन्ने कुरा यो एक दुईवटा घटनाहरूले पुष्टि गर्छ। म एक दिन घरमा बसिरहेको थिएँ, दुईवटा बाँदरहरू आयो, पूजा कोठीमा सरासरी गयो। त्यहाँ फलफुलहरू थियो, एक काइयो केरा बोकेर बाहिर लिएर आयो। त्यस पछाडि दुवै बाँदरहरूले केरा खाए र त्यो केरा खाइन्जेल उनीहरूले मलाई हेरिरहे, मैले पनि उनीहरूलाई हेरिरहेँ। र त्यो पूजा कोठीमा पस्नुभन्दा पहिला एकपल्ट तल किचनतिर वरिपरि निहाल्यो, मलाई देख्यो, तर उसले मेरो परवाह गरेन। ऊ सरासर भित्र गयो। मैले उसलाई केही पनि गर्दा पनि चलाउँदा पनि चलाइन। उसले फर्केर आएर केरा खायो, त्यस पछाडि ऊ त्यही बाटो गयो। यो एउटा सानो उदाहरण, एउटा घटना थियो। त्यस्तै गरी एक दिन म आफन्तकोमा गएको थिएँ, त्यहाँ हामी बसिरहेका थियौँ। त्यतिखेर बाँदर आयो, दुईवटा बाँदर। त्यस पछाडि त्यसले ढोकामा ढक 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 आवाज दियो। त्यस पछाडि काकाले झ्याल खोलिदिनु भयो, बाँदर भित्र पस्यो, खानेकुराहरू राखेको थियो, खानेकुरा खायो र ऊ अलमल नगरिकन त्यही बाटो फर्केर गयो। त्यस पछाडि मैले काकालाई सोधेँ, यो बाँदरहरू आज मात्र आएको कि सधैँ आउँछ? उहाँले भन्नुभयो 15-16 वर्ष जति भयो यो बाँदरहरू आउन थालेको। उनीहरू यही टाइममा आउँछन्, हामी खानेकुरा बनाएर यहाँ राखिदिन्छौँ, खान्छन्, त्यस पछाडि जान्छन्। कहिलेकाहीँ हामीले आफूले खाना यहाँ खाएनौँ भने पनि बाँदरहरू आउँछ, त्यस पछाडि उनीहरूका लागि खाना बनाएर छोडिदिने गरेको छ, खान्छन् जान्छन् भनेर भन्नु। यो अर्को उदाहरण। र एक दिन एकजना आफन्तले कुराका सन्दर्भमा मेरो बारीमा खेतमा मलाई बाँदरले खासै दुःख दिएको छैन, 15-16 वर्ष जति भयो, बाँदरहरू कहिलेकाहीँ आउँछ, बारीमा पस्छ, 2-4 घोगा, 5-7-10 घोगा मकै भाँच्छ, खान्छ, लिएर जान्छ। म हेरिरहन्छु, ऊ आउँछ जान्छ, उसले पनि मलाई हेरिरहन्छ, म त्यो कुनै वास्ता गर्दिनँ। मैले अहिलेसम्म धपाएको पनि छैन, बाँदरलाई धपाउनु पर्या पनि छैन। त्यो 8-10 घोगा मकै खाने हो, खान्छ जान्छ। अनि तपाईँको मात्र यस्तो हो कि अरू पनि यस्तो हो भनेको होइन, छिमेकीहरूलाई त दुःख दिन्छ, अरूकोमा बारीमा पसेर धेरै नोक्सानी गर्ने गरेको छ, मेरोमा चाहिँ त्यस्तो छैन भन्नु। किन यस्तो हो त? बाँदरले कोहीलाई चाहिँ दुःख दिने, कोहीलाई नदिने भनेर सोध्नु। त्यो त मलाई थाहा छैन, तर मैले धपाउने गर्ने गर्दिनँ, खेदाउने गर्दिनँ। त्यही भएर पनि होला यसले खेदाउँदैन भन्ने हुन्छ। उसले आउँछ, उसलाई खान पर्ने खान्छ, त्यस पछाडि खासै क्षति नगरिकन फर्केर जान्छ। तर आफन्तहरू, हाम्रो छिमेकीहरूले धेरै धपाउनुहुन्छ, लखेड्नुहुन्छ, खेद्नुहुन्छ, तर अब भगाउन पनि सकिँदैन, नोक्सान चाहिँ नोक्सान गर्ने गरेको छ भनेर भन्नु। र यो तेस्रो उदाहरण। र यो तीनवटा उदाहरणले के कुरा देखिन्छ भन्दाखेरि वास्तवमा बाँदरलाई व्यवस्थापन गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ यसको एउटा उदाहरण हो जस्तो लाग्छ। अब बाँदरहरू पनि उसले आफ्नो भोक मेटाउनका लागि, प्यास मेटाउनका लागि र बाँच्नका निमित्त सङ्घर्ष गर्छ। त्यो स्वाभाविक हो, सबैले गर्छ र बाँदरले पनि गर्दो रहेछ। त्यसो हुँदा उसको आहारको व्यवस्था गर्ने हो भने बाँदरको चाहिँ व्यवस्थापन गर्न धेरै कठिन रहेनछ कि भन्ने लाग्छ। र यो कामको अगुवाई र पहलकदमी वास्तवमा केन्द्रीय सरकार वा बाहिरबाट सम्भावना हुँदैन। स्थानीय सरकारले नै पहलकदमी गर्यो भने, अरू विकासको काम सर यसलाई पनि काम ठानेर लगानी गर्ने हो भने मलाई लाग्छ थोरै लगानीमा पनि यसको व्यवस्थापन हुन सक्छ जस्तो लाग्छ। र यसमा खास गरी किसानहरूको सहभागिताको पनि त्यत्तिकै जरुरी हुन्छ। र त्यसका निमित्त मलाई लाग्छ किसानहरू पनि बाँदरको व्यवस्थापन हुन्छ भने आफ्नो तर्फबाट कुनै पनि योगदान गर्न चाहिँ तयार हुनुहुन्छ भन्ने कुरा चाहिँ मसँग पनि केही किसानहरूले त्यो कुराहरूको प्रस्ताव गर्नुभएको छ। ती उहाँहरूले के प्रस्ताव गर्नुभयो, उहाँहरूको सहभागिता कस्तो हुन्छ र पालिकाबाट वा स्थानीय सरकारबाट के उहाँहरूले अपेक्षा गर्नुभएको छ, बाँदर व्यवस्थापन सम्बन्धी उहाँहरूको धारणा के छ भन्ने कुराको बारेमा चाहिँ म अर्को भिडियोमा उपस्थित हुनेछु। त्यतिन्जेलसम्मका लागि बिदा चाहन्छु।